साथीहरूलाई कसरी दक्ष बनाउन सकिन्छ त्यसका प्रयोगात्मक तालिम र सेमिनारहरू पनि तपाईहरुले आयोजन गरिदिनु भयो भने हामी आभारी हुनुहुन्छ भन्दै बिदा हुन्छु। धन्यवाद। कार्यक्रममा पाल्नुभएका मध्य प्रदेशका सचिवज्यूहरू र वरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघ जिल्लाका अध्यक्षज्यू र साथै यहाँ उपस्थित पत्रकार मित्रहरू, दुई तीनवटा कुरा छ। मुख्यमन्त्रीजी भएको भए सायद अझ राम्रो हुने थियो, तैपनि सचिवज्यूहरू मार्फत त्यो कुरा, यो सन्देश जानुपर्छ। दुई तीनवटा पार्ट के छ भन्दाखेरि हामी युट्युबको कुरा गर्छौँ र अनलाइन मिडियाका कुरा गर्छौँ। यहाँ विश्वव्यापी रूपमा जब पत्रकारिताका सवालहरू उठ्छ त्यसमा व्यवस्थापनका पार्टमा र त्यसलाई कसरी राम्ररी सञ्चालन गर्ने पार्ट भनेको कुराहरू छ। दोहोरो कुरा हुन्छ। दोहोरो कुरा अस्ति नै युट्युबलाई व्यवस्थापन गर्ने पोडकास्टरहरूलाई, युट्युब इन्फ्लुएन्सरहरूलाई र त्यसपछि युट्युबका दर्शक र भ्यूहरूको आधारमा उत्तर प्रदेश सरकार, एउटा सानो उदाहरण दिन चाहन्छु, 8 लाख रुपियाँ सम्म प्रति वर्ष दिने चाहिँ इन्डियन करेन्सी दिन चाहिँ उनीहरूले युट्युब इन्फ्लुएन्सरलाई र युट्युब पोडकास्टरलाई दिने एउटा नीति बनायो। अर्थात् त्यसको संख्या धेरै बढिसक्यो युट्युबरहरूको। जब हामी युट्युबको व्यवस्थापनको पार्टमा, रेगुलेसनका पार्टमा कुरा गर्छौँ भन्दाखेरि हाम्रो तर्फबाट, राज्यको तर्फबाट यदि त्यो मिडियाको क्याटेगोरीमा आउँछ भने त्यसलाई संरक्षण गर्ने, त्यसलाई प्रमोसन गर्ने र त्यसलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने नीति चाहिँ के छ। अब त्यसमा दुईटा कुराहरू, त्यो 8 लाख रुपियाँ यतिकै दिएको होइन, त्यसमा गभर्मेन्टका पोलिसीका कुराहरू, गभर्मेन्टका डेभलपमेन्टका पार्टहरू, गभर्मेन्टले गर्न चाहेका पार्टहरू र पब्लिक सहभागिताका लागि युट्युबरहरूले, यो सोसल मिडियाहरूले कतिको सहभागिता दिलाउन सक्छ, त्यस आधारमा त्यसका वर्गीकरण गरेर 2 लाखदेखि 8 लाखसम्म, 4वटा वर्ग, 2 लाख, 4 लाख, 6 लाख, 8 लाख गरेर निर्णय गरेको छ। नेपालमा हामीले जहिले पनि के भन्छौँ भन्दाखेरि रेगुलेसन हुनुपर्छ, नियन्त्रण हुनुपर्छ, तर त्यसलाई यो सँगसँगै पुरस्कार गर्नुको व्यवस्था सँगसँगै ठाउँमा गरिन्छ र हामीले त्यो चाहिँ गर्छौँ। हामी मात्र नियन्त्रणमुखी तर्फ जान्छौँ। त्यो नियन्त्रणमुखी पार्टलाई अलिकति हटाउनु पर्छ, एउटा यो पार्ट आयो। अर्को कुरा, हामी विज्ञापनका पार्टहरूमा विज्ञापन बोर्डका कुराहरू पनि सञ्चार मन्त्रालयसँग सम्बन्धित समेत भएको हुनाले कोरोना महामारी पछि हामी आर्थिक मन्त्री भोग्यौँ। आर्थिक मन्त्री पछि यति तीव्र गतिमा सोसल मिडियाहरू र डिजिटल मिडियाहरूको बढिरहेको छ। त्यो कारणले के भन्दाखेरि ट्रेडिसनल मिडियाहरू समाप्त हुने अवस्थामा छ। ट्रेडिसनल मिडियाहरू समाप्त हुन नदिनका लागि नेपाल सरकारसँग के योजना छ? यत्रो ठुलो लगानीमा खुलेका एफएमहरू, नेपालका पत्र पत्रिकाहरू, मुख्य प्रमुख सचिवज्यू, मध्य प्रदेशका विभिन्न मन्त्रालयका श्रीमान सचिवहरू, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिवज्यू, पत्रकार महासंघ धनुषाका अध्यक्षज्यू जसले हामीलाई समन्वय गर्नुभएको छ, प्रेस काउन्सिलबाट आउनुभएका हाम्रो रमतुल्लाह मिया सर र सम्पूर्ण धनुषा जिल्लामा क्रियाशील अग्रज पत्रकार साथीहरू, मलाई अब यहाँ हाम्रो अजयजी हुनुहुन्छ, अजितजी सर हुनुहुन्छ, सबै साथीहरूसँग एकपल्ट सँगै बसे जस्तै फिल भइरहेको छ। किनभने मैले यहाँ 3 पटक काम गरेको छु। अधिकृतमा पनि गरेँ, सहायक प्रमुख जिल्लाधिकारी भएर पनि गरेँ, सिडिओ भएर प्रमुख जिल्लाधिकारी भएर गरेँ। जब यहाँ सँगै भए जस्तो एउटा फिलिङ पनि मलाई भइरहेको छ। सम्पूर्ण साथीहरू र मेरो मन्त्रालयबाट हामीसँगै आउनुभएका साथीहरू, हामीले अनलाइन मिडिया, युट्युब र पत्रकारिता क्षेत्रका समसामयिक सवालहरूमा छलफल गर्ने भनेर एउटा कार्यक्रम राखेर यहाँसम्म आइपुगेका छौँ। यी अहिलेका हाम्रा ज्वलन्त विषयहरू पनि हुन्। अघि मुख्यमन्त्रीले धेरै कुराहरू राखेर जानुभएको छ। हाम्रो कार्यक्रमलाई एकदमै प्राथमिकता साथ पुग्नुभयो, हामीलाई शुभकामना दिनुभयो, निर्देशन पनि गर्नुभएको छ। मुख्यमन्त्रीले उठाएका विषयहरूमध्ये अब अहिले हामी पत्रकारिताको अथवा मूलधारमा काम गर्ने क्षेत्रको अवस्था कति कठिन छ भन्ने कुरा पनि उजागर गर्नुभएको छ। अहिले सकि छैन पत्रमा कतिपय कुराहरूलाई मूलधारमा बसेर काम गर्ने, चाहे प्रिन्ट होस्
चाहे के अरे एफएम अथवा रेडियो होस् टेलिभिजन होस् सबैमा एक किसिमको समस्या देखिएको छ। कहिलेकाहीँ हाम्रो फेसबुक कारिताले नै कहिलेकाहीँ जितेको छ, यो हो कि होइन, यो के हो त, मान्छेले बोलेका छन् लेखेका छन्। अनि मुख्य पत्रकारहरू जसले लेखेर जानकारी गराउनुहुन्छ सूचना गराउनुहुन्छ उहाँहरूले नै होइन के भइरहेछ भन्नुपर्ने अवस्था आएको छ। कहिलेकाहीँ सोच्नुपर्ने अवस्था देखिएको छ। कसरी जाने त, अब भोलिका दिनमा कसरी जाने, यो कतिपय कुरा हुन्। त अहिलेको एजलाई के भन्दो रहेछ भने एज अफ एङ्गर भन्छ, मान्छेहरू आक्रोश पोख्ने बाटो पनि त्यही भएको छ। कतिपय कुराहरू सामाजिक सञ्जालदेखि लिएर आएका छन् अनि कतिपय अवस्थामा हेर्दाखेरि साँच्चै चेन्ज हुनुपर्ने अवस्था पनि छ। प्रविधिमा ठुलो फर्क आएको छ। ओटिटी हामीले ओभर द टप भन्छौँ, जस्तै अब नेटफ्लिक्सहरू भए, युट्युबहरू भए, यी सबै विषयहरूको पनि एउटा भाडी आएको छ। यसलाई कसरी हामी राम्रो बनाउन सक्छौँ, यी क्षेत्रहरूलाई कसरी लिएर जान सक्छौँ, अनलाइनलाई कसरी प्रवर्धन गर्न सक्छौँ, हाम्रा आफ्नै कस्ता कस्ता चुनौतीहरू छन्, यी विषयहरूमा पनि छलफल गर्नुपर्छ भनेर हामीहरू यहाँ आइसकेका छौँ। हामी यस पछाडिका विषयहरूमा हामीले केही 3टा क्लास राखेका छौँ। एउटा जिल्लाको समग्र प्रस्तुति हाम्रो अध्यक्षज्यूले राख्नुहुनेछ। त्यसै गरी हाम्रो मन्त्रालयमा हाम्रा के छ सामान्य प्रस्तुति हामी मन्त्रालयमा राख्छौँ र यो अनलाइन लगायतका विषयहरूमा हाम्रो प्रेस काउन्सिलबाट अनुभव सरले राख्नुहुनेछ। अब हामीले अहिले पछिल्लो चरणमा के गर्दैछौँ, म थोरै एउटा कुरा राख्छु। मन्त्रालयले पुरा हामीले सार्वजनिक सेवा प्रसारण संस्था भनेर ऐन पनि आयो र त्यही अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको अब 2टा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर अथवा एउटै संस्था बनाएर सार्वजनिक सेवा प्रसारण संस्था बनाइ पनि सकेका छौँ। यसको नियमावली आउने चरणमा छ र त्यसले काम गरिसकेको छ। अब त्यसै गरी भोलिका दिनहरूमा तात्विक रूपमा फरक पर्ने गरी के गर्न सकिन्छ, सार्वजनिक सेवा प्रसारणलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यी लगायतका धेरै धेरै विषयहरू त छँदैछ। सँगसँगै क्रियाशील रहेका पत्रकार साथीहरू, त्यसै गरी त्यसमा नयाँ कुराहरू, अब आइरहेका कुराहरू, लोक कल्याणकारी विज्ञापनका विषयहरू, अनि त्यसै गरी विज्ञापनलाई व्यवस्थित गर्ने विषयहरू, अनि पत्रकारका हक हितका कुराहरू, वृद्धि विकासका कुराहरू, वृद्धिका कुराहरू, अनि त्यसै गरी न्यूनतम पारिश्रमिक लगायतका विषयहरू, अनि विविध विषयहरू जुन हामीले निरन्तर रूपमा भन्दै आएका छौँ, भनिरहेका छौँ, यी विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ। अब हामीले आम सञ्चार विधेयक हामी लगायत संसदमा लैजाने अवस्थामा छौँ। अब यी विषयहरूमा गर्नुपर्ने विषयहरू पनि छन् भने यहाँबाट खुलेर आउनेछ, हामी छलफल गर्नेछौँ, यहाँ बस्नेछौँ र हामी 3टा क्लास सकेर हामी अगाडि बढ्नेछौँ। अब आजको यो सुरुवात सत्र अथवा शुभकामना सत्र अथवा हाम्रो उद्घाटन सत्रमा माननीय मुख्यमन्त्रीले आफ्नो कामको व्यस्तता बावजुद पनि आएर हामीलाई यति धेरै प्रेरणा गरेर जानुभएको छ। म माननीय मुख्यमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्रमुख सचिव हाम्रो कार्यक्रममा आएर उहाँ इलामका कसरी जान सकिन्छ भनेर भन्नुभएको छ। मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारका सचिवहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि हाम्रो कार्यक्रममा आएर सहभागिता जनाइदिएर र हामीलाई हौसला प्रदान गर्नुभएको छ। म सम्पूर्ण सचिव, प्रमुख सचिवहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यहाँ हामीलाई संयोजन गर्ने पत्रकार महासङ्घ धनुषाका अध्यक्षज्यू लगायत सम्पूर्ण साथीहरू र उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद दिन्छु। सँगसँगै हामी यो 3टा अरू पेपरहरूमा पनि सँगै बसेर सघन छलफल गर्दै हामीलाई यहाँले कतिपय कुराहरू गयो भने यहाँले पनि हामीलाई मार्गदर्शन गर्न सक्नुहुनेछ। अहिले पछिल्लो चरणमा यो क्षेत्रमा काम गर्ने सबैको लागि चाहिँ यो चाहिँ गाइड सबभन्दा महत्त्वपूर्ण डकुमेन्ट हो र यो अन्तर्गत हामीले चाहिँ मिडियाहरू सञ्चालन गर्ने, प्रसारण गर्ने लगायतको विषयको चाहिँ सुनिश्चितता चाहिँ हाम्रो संविधानले गरेको छ। त्यसै गरी अघि सरले पनि अलिकति भनिसक्नु भएको छ, हामीसँग सूचनाको हक, आम नागरिकलाई चाहिँ राज्यका निकायहरू, सार्वजनिक सरोकारका विषयहरूमा चाहिँ जानकारी पाउने र राख्न पाउने चाहिँ हक हुने चाहिँ हाम्रो चाहिँ सूचनाको हकको व्यवस्था छ। सूचनाको हक सम्बन्धी ऐन 2064 पनि जारी भएर कार्यान्वयनमा छ भने त्यो विषयलाई चाहिँ नियमन गर्ने, सहजीकरण गर्ने सन्दर्भमा चाहिँ हाम्रो राष्ट्रिय सूचना आयोग, त्यसको पनि सम्पर्क मन्त्रालय चाहिँ सञ्चार मन्त्रालय नै हो। राष्ट्रिय सूचना आयोग पनि सक्रिय रूपमा चाहिँ कार्यरत छ। यसै गरी हामीसँग गोपनीयताको हक छ। अघि सरले पनि राखेर गइसक्नु भएको छ, कतिपय विषयहरू चाहिँ जुन गोपनीय राख्नुपर्ने विषयहरू छन्, हाम्रो संविधान, हाम्रो कानुनले व्यवस्थित गरेका विषयहरू छन्, त्यो विषयमा पनि हामीले चाहिँ गोपनीयता राख्न नसकेका अवस्थाहरू पनि छन्।
त्यसैले चाहिँ हामीले गोपनीयता र सूचनाको हकलाई चाहिँ सँगसँगै राखेर जुन विषयहरू नागरिकको सरोकारसँग सम्बन्धित छन्, जसले चाहिँ आम नागरिक, राज्य र सबै क्षेत्रलाई चाहिँ सबल बनाउन चाहिँ भूमिका खेल्छ, त्यस्ता सूचना चाहिँ सबै नागरिकसम्म पुग्नु पर्यो र जुन सूचनाले चाहिँ कुनै व्यक्तिको जीव ज्यान लगायतका जुन विषयहरू चाहिँ सेन्सिटिभ विषय छन् तिनीहरू चाहिँ गोप्य पनि राख्नु पर्यो। यो चाहिँ हाम्रो कानुनले नै व्यवस्थित गरेको विषय छ। विशेष गरी म यसमा चाहिँ अलिकति यहाँहरूलाई जोड्न चाहन्छु, त्यो लैङ्गिक मैत्री सञ्चार माध्यम आम सञ्चार भन्ने गरेका छौँ। कतिपय हामीले राष्ट्रिय न्युजदेखि लिएर हाम्रो प्रादेशिक न्युजहरू, अनलाइन मिडियाहरूमा यो विभिन्न केसहरू, बलात्कारका घटनाहरू, हिंसाका घटनाहरूमा चाहिँ जुन विषयहरू गोपनीय राख्नुपर्ने हुन्छ त्यो विषय नै सबैभन्दा पहिला हाइलाइट हुने। त्यसले गर्दा चाहिँ कतिपय मुद्दाहरू चाहिँ हामीले जुन दोषीले चाहिँ हुनुपर्ने सजायभन्दा पनि जुन पीडित छ उनै थप पीडित हुने अवस्था चाहिँ हाम्रो चाहिँ सिर्जना भइरहेको छ। त्यो विषयलाई चाहिँ हामीले चाहिँ यो सूचनाको हक सँगसँगै जुन विषयहरूले चाहिँ व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई हनन गर्छन्, त्यस्ता विषयहरू जुन सेन्सिटिभ व्यक्तिको हाम्रो कानुनले सुनिश्चित गरेका विषयहरू छन् तिनीहरूलाई चाहिँ हामीले चाहिँ गोपनीय राख्नुपर्ने हुन्छ। यो भएर मैले यति राखेँ। मन्त्रालयले चाहिँ मुख्य रूपमा के काम गर्छ भन्ने यहाँको जानकारीको लागि हो। यो हाम्रो 6वटा क्षेत्र छन्। एउटा सूचना प्रविधि भयो, यसरी आम सञ्चार, यो मन्त्रालयको स्थापनै आम सञ्चार, सुरुमा यो सञ्चारै हो, सूचना प्रविधि मन्त्रालय पछि थपिएको हो। यसै गरी दूरसञ्चार अर्को महत्त्वपूर्ण मन्त्रालयको क्षेत्र, यसै गरी हुलाक सेवा हाम्रो सबैभन्दा पुरानो र महत्त्वपूर्ण सङ्गठनको रूपमा रहेको छ। हामीसँग जनकपुरको हुलाक कार्यालयको प्रमुखज्यू पनि हुनुहुन्छ। यसै गरी हाम्रो अर्को सुरक्षण मुद्रण पनि मन्त्रालयको कार्यक्षेत्रमा पर्छ। विशेष गरी राज्यले महत्त्वपूर्ण कागजातहरूलाई चाहिँ सुरक्षित रूपमा छपाई गर्ने सन्दर्भमा चाहिँ यो सुरक्षण मुद्रणको चाहिँ सुरुवात भएको हो। त्यसै गरी चलचित्र अर्को चाहिँ एकदमै हामीले चाहिँ अब एउटा मनोरञ्जनको रूपमा मात्रै लिने तर पनि समग्रमा चाहिँ एकदम ठुलो क्षेत्रको रूपमा चाहिँ यो चलचित्र क्षेत्र यो पनि रहेको छ, जुन हाम्रो मन्त्रालयले यसको चाहिँ नियमन गर्ने काम गर्छ। यो पनि यहाँहरूको जानकारीको लागि मात्रै हो। यो हामीसँग 19वटा निकाय हामी अन्तर्गत अथवा हामीसँग आबद्ध हुनुहुन्छ। सूचना आयोग, प्रेस काउन्सिल चाहिँ हामी अन्तर्गत भनेर चाहिँ हामीले भन्दैनौँ, तर पनि मन्त्रालयसँग सम्बद्ध निकायहरू चाहिँ हुनुहुन्छ र अन्य निकायहरू चाहिँ हाम्रो गोरखापत्रहरू लगायत यी चाहिँ हामी मन्त्रालय अन्तर्गतका यो 19वटा निकाय यहाँहरूको जानकारीको लागि। यसै गरी मन्त्रालयले चाहिँ के काम गर्छ त मुख्य रूपमा भन्दा हामीलाई चाहिँ यो नेपाल सरकार कार्यविभाजन नियमावलीले तोकेका विषयहरू हुन्। यसमा चाहिँ सबैको डिटेल जान्न, विशेष गरी हाम्रो यो आम सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने सन्दर्भमा चाहिँ आवश्यक नीति कानुन बनाउने, नियमन गर्ने, त्यसको कार्यान्वयन गर्ने, समन्वय गर्ने, अनुगमन मूल्याङ्कन गर्ने सम्मका काम चाहिँ सञ्चार मन्त्रालयले गर्छ र त्यही अनुसार नै काम गरिरहेको छ। यसमा चाहिँ अन्य विषयहरू चाहिँ हाम्रो अब अघिका जुन 6वटा कार्यक्षेत्र थिए तिनलाई सम्बोधन गर्ने सन्दर्भमा आवश्यक नीतिगत कानुनी रूपमा सबै काम मन्त्रालयले गर्छ, त्यसरी पनि रहेको छ। अब म विशेष गरी यो यहाँहरूलाई मैले अघि भनेको थिएँ जानकारी दिन खोजेको हामीसँग यो क्षेत्रलाई नियमन, समन्वय, संयोजन गर्नलाई कस्ता कस्ता ऐन कानुनहरू छन् भन्ने चाहिँ यहाँलाई जानकारी दिनलाई चाहिँ मैले मेरो प्रस्तुति अगाडि बढाएँ। यसमा चाहिँ हाम्रो यो सञ्चार तथा सूचना प्रविधि क्षेत्रको दीर्घकालीन नीति भनेर 2059 छ। यसै गरी ब्रोडब्यान्ड नीति 71, सञ्चार र सूचना प्रविधि नीति 72, आम सञ्चार नीति 73, विज्ञापन र ग्रीन फिल्म नीति 73 र भूपत्र नीति 77 यो चाहिँ हाम्रो मन्त्रालयमा अहिले चाहिँ एक्टिभ रहेका नीतिहरू, मुख्य नीतिहरू चाहिँ यिनै छन् र कतिपय नीतिहरू जस्तो राष्ट्रिय विज्ञापन नीति लगायतका नीतिहरू चाहिँ अहिले तर्जुमाको चरणमा छन्। स्वीकृतिकै क्रममा चाहिँ अब जाने अन्तिम चरणमा पनि पुगिसकेका छन्। यी नीतिहरू कार्यान्वयन गर्दै जाँदा मन्त्रालयले चाहिँ अहिले आएका नवीन अवधारणाहरूलाई सम्बोधन गर्ने सन्दर्भमा चाहिँ आवश्यकता महसुस गरेको विषयमा चाहिँ नीतिहरू बनाउँदै जाने क्रमलाई चाहिँ निरन्तरता दिएको छ। यो पनि यहाँलाई
त्यसै गरी यहाँ चाहिँ हामीसँग धेरै छन्। अघि हाम्रो सहसचिवजीले पनि भनिसक्नु भएको छ, हामीसँग धेरै ऐन छन्, तर धेरै ऐनहरू चाहिँ पुराना छन्। त्यो पुराना ऐनहरूबाट नै धेरै जसो विषयहरू अहिले पनि सम्बोधन भएर कतिपय विषयहरू संशोधन गरेर अगाडि बढेको अवस्था छ। तथापि जब यो हामीसँग अब 3 तहको सरकार भएको संहिता कार्यान्वयन पनि अब एक लेभलमा इन्स्टिट्युसनलाइज भइसकेको छ। पत्रकारको थाहा हुँदैन, त्यस कारण पत्रकारलाई छुट्टै ठाउँमा बस्नुपर्ने हुन्छ र डिस्टेन्समा बस्नुपर्ने हुन्छ होला, पछि पत्र झुन्डाउनु पर्छ होला होइन, अथवा आफ्नो कुनै लोक चाहिँ पत्रकार पनि एउटा चाहिँ साहित्य जस्तो हुन्छ होइन, ड्रेस त्यो लगाएर हिँड्नुपर्ने हो कि होइन। एक समय कस्तो थियो भने मैले कुनै एउटा जिल्लामा चाहिँ भोगेको, अब आन्दोलनकर्मीहरूसँगै पत्रकारहरू सँगै हिँडेँ, छुट्टिँदैन त्यो होइन। पुलिसलाई त्यहाँ गान्डा अनि पुलिसले भेटेपछि हानिदिने भइहाल्नुलाई पनि तनाव भइरहेको हुन्छ। अनि ल पत्रकारलाई प्रहरीले त्यस्तो आरोप लाग्छ। अब त्यस कारण अलिकति अलग बस्दिनु पऱ्यो होइन, मिडियाकर्मीहरू पनि छुट्टिनु पऱ्यो, पत्रकारलाई हान्दैन गर्दैन होइन। त्यस कारण त्यो गर्न पनि हुँदैन। त्यस कारण त्यसरी चाहिँ यहाँहरूले चाहिँ त्यो छुट्याइदिनुहोस्, सही सत्य समाचार प्रकाशित गरिदिनुहोस्। कुनै कुनै समयमा कुनै विषयहरू नियन्त्रण गर्न खोज्दाखेरि होइन, अब मैले नै भन्नु भइहाल्छु, कुनै एउटा जिल्लामा हुँदाखेरि ढुङ्गाको दुःखहरू अवैध किसिमको छिरिया छ मेसिनहरू, त्यसलाई त रोक्नु पऱ्यो नि त। त्यो मेसिनहरू कन्ट्रोल गर्न खोज्दाखेरि अब जसले कन्ट्रोल गर्न खोज्नु अनि कस्तो हुन्छ आम पत्रकारलाई हेर्ने भाडा कस्तो बन्दैन होइन। अब यस्ता खालका कपल फल्ने फार्महरू अनि कसैबाट निर्देशित भएर त्यस्तो खालको कामहरू चाहिँ गरिदिनु भएन। जे होस्, म यहाँलाई चाहिँ यो कार्यक्रमको पुनः सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। प्रदेश म एक्चुअली बागमती प्रदेशमा थिएँ होइन, त्यहाँको सचिव, यो सञ्चार मन्त्रालयकै सचिव थिएँ। त्यहाँ पनि हामीले एउटा टेक्निकल ट्रेनिङ चाहिँ पत्रकारहरूको लागि आवासीय ट्रेनिङहरू सञ्चालन गरेको थियौँ। कि मोबाइलबाट त्यो न्युजहरू कसरी बनाउनु, तुरुन्तै कसरी प्रसारण गर्ने होइन, त्यो देशको फर्मेट कस्तो हुनुपर्छ, भाषा कस्तो हुनुपर्छ होइन भनेर चाहिँ त्यहाँ एकदम टेक्निकल चाहिँ प्रश्नहरू पनि ल्याएर त्यसरी 1 हप्तासम्म पनि हामी ट्रेनिङ गऱ्यौँ। त्यहाँ के अरे एउटा सञ्चार छ, के भन्छ त्यो एउटा सञ्चार रजिस्टरको कार्य हो, उहाँ धेरै एक्टिभ हुनुहुन्छ त्यहाँ होइन। उहाँ पनि चाहिँ मिडियाकर्मी नै हो। अब त्यसरी हामीले तालिम दिने कामहरू पनि चाहिँ गरेको हुन्छौँ। र म यदि भन्दै पत्रकारहरूको र सरकारको बिचको सम्बन्ध एकदम सुमधुर होस्। हाम्रो उद्देश्य भनेको एउटै जनतामा होइन, मतलब जनतालाई सुशिक्षित गरेर सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, कसरी पारदर्शिता कायम गर्न सकिन्छ भन्ने विषयमा चाहिँ संयुक्त रूपमा हाम्रो भूमिका छ। यसतर्फ चाहिँ हामी सबै मिलेर काम गर्न सकौँ, हाम्रो समन्वय एकदम प्रभावकारी गर्न सकोस्। यहाँ स्थानीय सरकार पनि हुन सक्छ, प्रदेश सरकार पनि हुन सक्छ, सङ्घीय सरकार पनि यहाँको हुनसक्छ होइन। यहाँले चाहिँ आफ्नो कुराहरू यहाँ पनि राख्नुहुनेछ र आगामी दिनमा थप सरकार र पत्रकारको बिचको सम्बन्ध हाम्रो यो प्रदेशमा सुदृढ भएर अगाडि बढ्न सकोस्। म यही शुभकामना दिन चाहन्छु।